Hello everyone, welcome back to my new video. I hope तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आराम कुशलै छु। अनि मैले चाहिँ धेरै दिनपछि भ्लग लिएर आइरहेको छु साथीहरु। सो हेरेर माया गरिदिनु होला साथीहरु। अनि म चाहिँ भर्खरै यहाँ नानी सुताएँ, नानी पनि सुताइसके। यहाँ सुतिरहेछ बाबु चाहिँ। अनि म चाहिँ यता छु भ्लग स्टार्ट गरौँ कि भनेर साथीहरु बसेको। अनि मेरो लुगाको हालत हेर्नु नि, फोहोर छ है। लुगा चाहिँ म एकछिनमा चेन्ज गर्छु साथीहरु काम गरिसकेर। सो हेरेर माया गरिदिनु होला। अनि भन्दै आजको भिडियो चाहिँ मैले स्टार्ट गरेँ साथीहरु। मलाई भ्लग बनाउन कति रहर लाग्छ कि, त्यही पनि मलाई चाहिँ भ्युज नआएको कारणले गर्दाखेरि म चाहिँ भ्लग बनाउन त्यति मन लाग्दैन साथीहरु। सो हेरेर माया गरिदिनु होला। म चाहिँ अब नानी सुताएँ साथीहरु। अनि अब म चाहिँ कामकाज धन्दा पाततिर लाग्छु। सो हेर्दै गर्नु होला। गाउँको कामले पनि सक्दैन साथीहरु। मैले चाहिँ सुँगुरलाई चारो बसाइरहेको थिएँ, तातिएछ अब म लान्छु। ल है साथीहरु, म चाहिँ सुँगुरलाई चारो दिन लागिरहेको छु। चारो त तातो रहेछ, खान्छ कि देखाऊ। यो चाहिँ सानो हो यो चाहिँ। अनि यो चाहिँ तातो छ बाबुहरु, बिसार खानु। तातो छ त्यही भएर नखाएको। ठुलो चाहिँ यता छ, झ्याप्प लगाइदिनुपर्छ चारो, मजाले खान्छ। खासिहरू खा 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 खा। साथीहरु, मेरो बुढो चाहिँ विदेशमा हुनुहुन्छ नि त। अनि म पनि घरमा कति बुढोले कति धेरै परदेशमा नसुती कति धेरै कामहरू गरिराख्नु हुन्छ नि त। अनि म चाहिँ त्यो देखेर बुढाको पैसा मासिदिनु मन लाग्दैन साथीहरु हैन। मलाई यो टिकटकतिर युट्युबतिर मैले कति देखिरहेको पनि हुन्छु साथीहरु हैन। अनि बुढाको पैसा कति दुःख हुँदो रहेछ नि त परदेशमा। अनि चाहिँ नखाइ पैसा पठाउनुहुन्छ घरमा। अनि म चाहिँ त्यही देखेर पनि घरमा आफ्नो बुढाले गरेको दुःख सम्झेर म पनि घरमा त्यही बुढाको दुःख सम्झेर म पनि घरमा दुःख गर्नु चाहिँ छोड्दिनँ साथीहरु। मैले सुँगुर पालेको छु, कुखुरा पालेको छु हैन। अब नानी सानो स्कुल पढाउने बेला भइरहेछ, त्यही भएर मलाई चाहिँ बुढाको पैसा त्यति खर्च गर्नु मन लाग्दैन साथीहरु। नसुती नखाइ काम गर्नुहुन्छ नि त, त्यही भएर साथी सबै दुःख गर्छु। ताम्कु भन्ने शङ्खसभा ताम्कु भन्ने लेख हो नि त। अनि मलाई चाहिँ नानीहरु अलिक हामी बाबुआमाले दुःख पाए पनि त, अनि पायौँ अब नानीहरु चाहिँ दुःख नपाओस् भनेर म चाहिँ अलिक राम्रो स्कुल राम्रो ठाउँमा लगेर पढाउनु मन लाग्छ हैन। तर मेरो बुढोको सोच चाहिँ के छ भने राम्रो ठाउँमा लगेर पढाउनु पर्दैन, घरमा बाबुआमाले जति राम्रो सिकाए त्यही राम्रो हो। जुनै स्कुलमा लगेर पढाए पनि आफै पढ्ने होइन, बाबुआमाले सिकाउनु पर्छ भनेर भन्नुहुन्छ हैन। अनि म चाहिँ कतै लगेर पढाएँ भने पनि मेरो बुढो विदेशमा भएर दुःख गरेर पैसा कमाएर पठाउनु हुन्छ नि त। म त्यो पैसा खाँदिनँ। मेरो छोरालाई चाहिँ म आफै काम गरेर दुःख गरेर भए पनि राम्रो स्कुलमा पढाउने मन चाहिँ छ साथीहरु। पछि के हुन्छ हेरौँ हैन। अनि साथीहरु, हजुरहरुले एकदमै धेरै माया गरिदिनु होला। आजको भिडियो चाहिँ म चाहिँ यहीँ गर्छु साथीहरु। बाइ बाइ।